नमस्ते, हामीसँग हुनुहुन्छ ज्ञानेन्द्र छेत्रीज्यू, क्रिकेट कोच सुदूरपश्चिमबाट। हजुरलाई स्वागत छ खेलपाटी.com मा। धन्यवाद, नमस्कार। अहिले क्रिकेटको कस्तो माहौल छ अहिले धनगढीमा? धनगढीलाई क्रिकेट अफ सिटीको रूपमै लिने गरेका छौँ। अहिलेसम्म हामीले एउटा स्लोगन बनाएर नै हिँडिरहेका छौँ। क्रिकेटको माहौल त अब धनगढीमा सबैलाई नै थाहा छ, यहाँ क्रिकेट रेगुलर भइरहेछ भन्ने। क्रिकेटको माहौल एकदम राम्रो छ। चाहिँ टुर्नामेन्टहरू चाहिँ गेमहरू चाहिँ रेगुलरली भइरहेको छ। तपाईँले कति समयदेखि क्रिकेटको प्रशिक्षण दिइराख्नु भएको छ? मैले चाहिँ 10-11 वर्षदेखि क्रिकेट कोचिङ गरिरहेको छु यता। त्योभन्दा अगाडि मैले चाहिँ आफ्नो खेल जीवन सकाएपछि कोचिङ स्टार्ट गरेँ। अनि क्रिकेट प्रशिक्षणको क्रममा पुरुषतर्फ मात्रै कि महिला पुरुष दुवैतर्फ गर्नुहुन्छ? मैले चाहिँ क्रिकेटमा अब महिला पुरुष दुवैलाई नै हेरेर आएको छु। ग्रासरुट लेभलदेखि नै सिनियर टिमसम्म पनि प्रदेशको जिल्ला हुँदै प्रदेश हेरेर आएको छु। अब जस्तो पछिल्लो 2 संस्करणको एनपिएल भयो, एनपिएल सुरु हुनु अघि र एनपिएल सुरु भएपछि यो क्रिकेटप्रति कतिको आकर्षण बढेको छ यहाँ? एकदमै अब क्रिकेट चाहिँ एनपिएल भन्दा पनि अगाडिदेखि जुन पहिलोपटक हाम्रो नेपाल टिम वर्ल्ड कपको लागि क्वालिफायर भएको थियो 2014 मा, त्यति बेलादेखि नै क्रिकेटको माहौल एक किसिमले बढ्दै गएको थियो। अनि जुन पछिल्लो क्रममा अब 2टा एनपिएल भयो, यसले गर्दा अझै माहौल क्रिकेटको माहौल एकदमै बढाएको छ। अहिले गाउँ पहाडदेखि त्यस्तो स्थानमा पनि बच्चाहरू सानै उमेरदेखि नै एकदम क्रिकेटप्रति इन्ट्रेस्टेड छन् र यता सहर बजार हेर्ने हो भने त अझै क्रिकेटको माहौल एकदमै राम्रो छ। अब तपाईँको प्रशिक्षणमा रहेका पुरुष तथा महिला खेलाडीहरू चाहिँ नि अहिले राष्ट्रिय स्तरमा चाहिँ नि प्रतिनिधित्व गर्ने को हुनुहुन्छ होला? अब धेरै खेलाडीहरू छन्। अब क्रिकेट कस्तो हुन्छ कि एउटा लेभल हुँदै माथि बढ्नुपर्ने हुन्छ। ग्रासरुट हुन्छ एउटा, अनि डिस्ट्रिक्ट हुन्छ, प्रदेश हुन्छ, नेसनल टिम हुन्छ। त्यसरी नै अब मसँग पनि जोडिएका धेरै खेलाडीहरू छन्, अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय लेभल खेलिरहेको छन् होइन। अहिले पछिल्लो चरणमा अब शेर मल्लहरू, एनपिएल खेलेको नरेन साउद, अर्जुन साउद होइन, यी धेरै प्लेयरहरू यसरी छन्। महिलाहरूमा पनि जोडिएका छन्। अब कुनै न कुनै ठाउँमा एउटा पार्टमा मसँग ती जोडिएका सबै प्लेयरहरू हुन् जुन अहिले चाहिँ नेपाली टिमबाट, महिला टिमबाट पनि, पुरुष टिमबाट पनि प्रतिनिधित्व गरिरहेका छन्। अब प्रशिक्षण गराउने क्रम त तपाईँको निरन्तर पछिल्लो 10-11 वर्षदेखि चलिरहेको छ। यस क्रममा सबभन्दा अप्ठ्यारो पाटाहरू चाहिँ के छन् यसमा? एकदम अब कोचिङ त्यति सजिलो पनि छैन होइन। टाइम अनुसार आफूलाई पनि एकदम चेन्ज गर्दै जानुपर्ने हुन्छ। कोचिङ कस्तो पार्ट हो कि अब एकदम एनालाइसिस गरेर एकदम प्लेयरलाई हेरेर होइन, प्लेयरको स्किललाई, प्लेयरको टेक्निकहरूलाई हेर्दै अब समय सापेक्ष सबै चिज चेन्ज गर्दै जानुपर्ने हुन्छ होइन। अब सजिलो पनि छैन यो पार्ट त्यतिले। हेर्ने ओभरअल हेर्दाखेरि अब ठिक छ, राम्रो भइरहेछ, काम गर्न पनि खुसी लागिरहेछ। अब चाहिँ टाइम अनुसार आफूलाई पनि चेन्ज गर्दै जानुपर्ने अवस्था हुन्छ। अब जहाँसम्म मैले जानेको अनुसार चाहिँ तपाईँले चाहिँ हाम्रो त्यो रङ्गशालामा त्यो को पछाडि भागतिर त्यहाँ चाहिँ क्रिकेट कोचिङ गरिराख्नु भएको छ। तर त्यो त पूर्ण रूपमा त्यो पूर्वाधार त त्यो होइन नि? एकदम त्यो अब पछिल्लो चरणमा अब धनगढीमा यसो एकाडेमीहरू, यसो प्रशिक्षण केन्द्रहरू त्यस्तो थिएन। एउटा पार्टको रूपमा म जिल्ला खेलकुद समिति अन्तर्गत रहेर मैले त्यहाँ स्टार्ट गरेको थिएँ। त्यो एउटा स्टार्ट पोइन्ट पनि हो। त्यसैले अब अलिअलि भए पनि जस्तो ग्रासरुट स्कुल लेभलको बच्चाहरूलाई चाहिँ ट्रेनिङ गराउने एउटा सामान्य माध्यम छ, इन्डोर छ हामीसँग, बर्खाको बेला पनि युज हुन्छ। त्यति राम्रो पूर्वाधार, त्यति राम्रो पर्फेक्ट छैन, तैपनि अब एउटा त्यो बच्चाहरूको लागि बेसिक कुराहरूको लागि चाहिँ अहिले चाहिँ त्यो युजमा भइरहेछ। अब खेलाडी उत्पादनको हेर्ने हो भने धनगढी नै एउटा यस क्षेत्र लगायत देशकै सर्वाधिक खेलाडी उत्पादन गर्ने हो। तर ती खेलाडी चाहिँ पछिल्लो समयमा गएर चाहिँ विभिन्न क्लबमा आबद्ध हुन्छन्, तर आफ्नै ठाउँबाटको प्रतिनिधित्व गर्न चाहिँ नि उनीहरूको त्यति देखिँदैन। अब ती खेलाडीलाई रोक्नलाई चाहिँ के गर्नुपर्छ? अब यस्तो छ, एउटा के हुन्छ कि अब खेलेर मात्र पनि पुग्दैन होइन। पछिल्लो समय अब नेपालमा अलिक व्यवसायिक क्रिकेट पनि अलिकति बढ्दैछ। त्यो हिसाबले खेलाडीहरूलाई केही अहिले आम्दानी भइरहेछ र उनीहरूको आफ्नो जीवनस्तर उकास्न पनि, चलाउन पनि अलिकति सजिलो छ। तर चाहिँ अब भन्नुपर्दा अब नेपालमा अब नेपाल त्यतिकै पनि गरिब मुलुक छ होइन। त्यसैले प्लेयरहरूमा पनि अब आफ्नो सामान्य डेलीको डाइटहरू खान पनि जुटाउन पनि अलिक गाह्रो अवस्था छ। त्यसैले गर्दा पनि प्लेयरहरू के हुन्छ कि एउटा लेभल पुगिसकेपछि अर्को लेभलमा चाहिँ अलिकति उहाँहरूले पनि आफ्नो जस्तो विभागीय क्लबहरूमा अब केही व्यावसायिक
केही पैसाहरू स्यालेरीहरू हुन्छ त्यो हिसाबले पनि उनीहरूले आफूलाई चाहिँ त्यतातिर मोड्न खोजिरहेको हुन्छ। अहिले पछिल्लो समय पनि अब हाम्रो जिल्लाले पनि खेलाडीहरूलाई प्रदेशले जिल्लाले खेलाडीहरूलाई केही मासिक रूपमा दिएर उनीहरूलाई मासिक रूपमा केही पेमेन्ट गरेर अहिले चाहिँ त्यो स्टार्ट गरेको छ। यसले चाहिँ अब आगामी दिनमा पनि जुन प्रदेशको जिल्लाको राम्रो खेलाडीहरू चाहिँ अब यो कुराहरूले चाहिँ रोकेलान् भन्ने हाम्रो आशा छ। अहिले हामी फाप्ला खेलग्राउन्डको अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानको सेरोफेरोमा बसेर यो कुरा गरिरहेका छौँ। यहाँ हेर्ने पनि अझै पनि पूर्वाधारका सामान्य कुराहरू पनि यहाँ छैनन् कि। अनि अब यसलाई पनि त यो व्यवस्थापन गर्ने सम्बन्धित निकायले चाहिँ यसमा पनि अलिकति चासो दिनुपर्ने होला। जस्तो यो ग्राउन्डकै सुरक्षा, अब यो प्रतियोगिता भइराखेको छ, यो सकिने बित्तिकै मेरो विचारमा यहाँ अहिले फुटबल लगायत अन्य गेम पनि हुन्छ। अनि यस्तो कुरालाई रोक्नलाई तपाईँहरू चाहिँ अब क्रिकेट सङ्घमै आबद्ध व्यक्तिहरू हुनुहुन्छ, तपाईँहरूको केही त्यस्तो सरसल्लाह सुझाव अथवा तपाईँहरूको कुरा कतिको सुनिन्छ त्यहाँ? त्यही त अब यो ग्राउन्डको चाहिँ अहिले अभाव त अब सबै ठाउँमा छ होइन। कुनै ठाउँमा भर्खर स्टेडियमहरू बन्दैछन्, बन्ने क्रममा छन्, कुनै ठाउँमा 1-2वटा स्टेडियम बनेको पनि छन्। अब यहाँ पनि बन्ने भन्ने कुरा छ, यो प्रोसेसमै छ होइन। अब आगामी दिनमा राम्रो होला। अब हामीले चाहिँ त अब सबैलाई सम्बन्धित निकायहरूलाई चाहिँ ग्राउन्डको बारेमा एउटा राम्रो ग्राउन्ड, एउटा स्ट्यान्डर्ड ग्राउन्ड, माथि लेभलको ग्राउन्ड हामीले माग गरिरहेको छौँ, कुरा पनि गरिरहेछौँ चाहिँ उहाँहरू पोजिटिभ पनि हुनुहुन्छ। अब यसको लागि चाहिँ एकचोटि सबै सम्बन्धित पक्षहरू बसेर एक ठाउँमा बसेर यो ग्राउन्डको लागि यसलाई स्पेसली क्रिकेटलाई मात्रै युज गर्ने भनेर सबै पक्ष बसेर एकचोटि त्यो एउटा निर्णय गर्दा राम्रो होला, त्यसले राम्रो कुरा पनि हुन्छ। अब तपाईँ प्रशिक्षकको हिसाबले तपाईँले खेलाडीलाई सिकाउनु पर्ने भनेको टेक्निकल कुराहरू, अब रुल्स रेगुलेसन लगायत खेल सम्बन्धित मात्रै कुराहरू भएन। तर अहिलेको खेलकुद जगतमा चाहिँ विभिन्न अनेक पाटाहरू पनि जोडिएको छन्, जस्तो खानपानको कुरा उनीहरूको होइन, उनीहरूको अब इन्सुरेन्सको कुरा, उनीहरूको भोलि सन्चो बिसन्चो हुँदाखेरिको स्थिति कसले हेरिदिने, अब यी निकायहरूलाई पनि त अब ध्यान दिनु पऱ्यो होइन र? हो एकदमै अहिलेको गेम, अब सबै गेम भनौँ न, हाम्रो स्पेसली क्रिकेट, अब मैले चाहिँ क्रिकेटको कुरा गर्नुपर्दाखेरि अहिले चाहिँ गेमहरूमा स्पोर्ट्स साइन्स जुन हामीले भनिरहेको छौँ नि भन्ने कुराहरू छ नि त, यसमा विभिन्न कुराहरू छ नि त। स्पोर्ट्स न्युट्रिसन छ, स्पोर्ट्स हेल्थ छ होइन, विभिन्न कुराहरू छ, बायोमेकानिक्स छ। यो सबै कुराहरू स्पोर्ट्समा अहिले एकदम इम्पोर्टेन्ट छ कि। पहिलाको जस्तो हामी जुन क्रिकेट खेल्थ्यौँ त्यो हिसाबले अहिले चाहिँ हामीले खेलेर हामीले चाहिँ त्यो माथि लेभलमा हामी जान सक्दैनौँ। यसका लागि विभिन्न डाइटको कुराहरू, पोषणको कुराहरू, हेल्थको कुराहरू, फिटनेसको कुराहरू होइन, बायोमेकानिक्सको कुराहरू, स्पोर्ट्स साइन्स अहिले सबै यो एउटा खेलमा, एउटा खेलाडीमा एट्याच भएर जानुपर्छ। त्यसले चाहिँ एउटा राम्रो नतिजा निकाल्छ भन्ने लाग्छ मलाई। अब जस्तो अहिले यो जारी 9औं संस्करणको SPLPL 2082 चल्दैछ होइन, यस्ता विभिन्न प्रतियोगिता हुन्छन् यस क्षेत्रमा। यी प्रतियोगिता कतिको आवश्यकता र यिनमा यी प्रतियोगिताले चाहिँ नि र यी प्रतियोगितामा गर्नुपर्ने चाहिँ नि सुधारहरू के होला? एकदमै अब यो लेभलको यो अहिले विशेष गरी मैले धन्यवाद दिनुपर्छ हाम्रो लिटल फ्लावर स्पोर्ट्स इभेन्ट्स को रामचन्द्र साई सरलाई। उहाँले चाहिँ विगत यो अहिले 9औं संस्करण चलिरहेको छ, जुन उहाँले एउटा स्कुल लेभलदेखि 19 हुँदै अहिले ओपन चाहिँ लेभलमा क्रिकेट गरिराख्नु भएको छ। यसले चाहिँ क्रिकेट विकासमा एकदम ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ होइन, हाम्रो यो लेभलको यो ठाउँको लागि चाहिँ उहाँलाई एकदम धेरै धन्यवाद दिनुपर्छ। र यस्ता टुर्नामेन्टहरू एकदम हुनुपर्छ, जरुरी छ। अहिले हामीले चाहिँ अब एकदमै ठुलो टुर्नामेन्टको कुरा गर्छौँ, ठुलो गेमको कुराहरू गर्छौँ, तर चाहिँ जुन यो किसिमको प्रतियोगिता कम हुन्छ नि, यसले चाहिँ खेलाडीमा त्यो एउटा म्याक्स एक्सपोजर होइन, एक्सपिरियन्स, यो कुराहरूको कमी हुन्छ। त्यसैले गर्दा यस्तो टुर्नामेन्टहरू धेरै हुनु आवश्यक छ। अब तपाईँ एउटा प्रशिक्षक हुनुहुन्छ, जस्तो भोलिको दिनमा भविष्यमा क्रिकेटमा चाहिँ आफ्नो भविष्य खोज्ने खेलाडीहरू भाइ बहिनीहरू र अभिभावकलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? एकदमै अब अहिले क्रिकेटमा भविष्य राम्रो छ होइन, सबैजनाले क्रिकेटलाई माया गरौँ, क्रिकेटलाई राम्रो एउटा अनुशासनको रूपमा लिउँ होइन। क्रिकेटमा अहिले चाहिँ करियर खोज्नेको लागि एकदम राम्रो अपर्च्युनिटी पनि छ। एकदम हार्डवर्कको साथ खेल्यो भने क्रिकेटले एकदम उचाइसम्म पुर्याउँछ। र अहिले चाहिँ ग्रासरुटको मैले बच्चाहरूलाई चाहिँ स्पेसली भन्नुपर्दा, ग्रासरुटको बच्चाहरूले चाहिँ आफ्नो क्रिकेटको साथसाथै आफ्नो पढाइलाई होइन सँगसँगै लानुपर्छ। किनकि खेलेर मात्रै पनि सबै चिज हुँदैन, खेलेर मात्र एउटा टाइमसम्म केही होला, त्यसपछिको चाहिँ त्यो आफ्नो फर्म सकिसकेपछि त्यसपछि के गर्ने भन्ने कुराहरू हुन्छ। त्यसको बेला त्यसको लागि त्यो टाइममा चाहिँ आफ्नो स्टडी चाहिन्छ होइन उसलाई। त्यसैले पढाइको साथसाथै खेललाई पनि एकदमै सँगसँगै लानुपर्छ। विशेष गरी ग्रासरुटको बच्चाहरूलाई मैले चाहिँ यो मेसेज दिन चाहन्छु। अब अन्तिममा के भन्न चाहन्छु समग्रमा भन्नुपर्दा? एकदम धेरै धन्यवाद छ तपाईँलाई चाहिँ जुन खेल पार्टीको माध्यमबाट तपाईँ यहाँ आएर यहाँको यो हाम्रो लोकल लेभलको
क्रिकेट टुर्नामेन्टलाई सपोर्ट गर्नुभएको छ। यहाँको जस्तो केही कुराहरू मलाई राख्ने मौका पनि दिनुभयो होइन। तपाईँलाई पनि धेरै धेरै धन्यवाद, साथसाथै खेलपार्टीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँको क्रिकेट राम्रो छ होइन। यहाँको क्रिकेटले सुदूरपश्चिमलाई धानेछ, नेपाललाई पनि धानेछ भन्ने जुन हामी कुरा गरिरहेछौँ, जुन हामी सबैको मुखबाट सुन्छौँ, यसलाई चाहिँ हामीले निरन्तरता दिनको लागि क्रिकेट ग्रासरुटदेखि नै लानुपर्छ। क्रिकेटलाई चाहिँ माया गर्नुपर्छ। क्रिकेट खेलको लागि क्रिकेट टुर्नामेन्ट बढीभन्दा बढी हुनुपर्छ भन्ने मेरो भनाइ छ। समय दिनुभयो त्यसको लागि धन्यवाद कोच। धन्यवाद तपाईँलाई। नमस्कार।